तो चलिए शुरू करते हैं। ल सुरु गरिहाल्नुस् त तपाईले। साथी तिम्रो बन्छु म यस्तो साथी तिम्रो बन्छु म हजुर थ्याङ्क यू। स्वर त राम्रो छैन नि तपाईँको। त्यही त भने स्वरै राम्रो छैन तपाईँको। अब अर्कोचोटि आउँदा अलिक बढी प्र्याक्टिस गरेर आउनु पर्ला जस्तो छ तपाईँ। ए तपाईँले गाउनु भन्नुभयो मैले गाएको, मैले आफ्नो स्वर राम्रो छ म गाउँछु भनेर गाएको होइन नि। भाइ अर्को बोलाउनुहोस्। अर्को भएन तपाईँ नेक्स्ट म ताल पत्र पढ्छु तिमी नभएको बेला। भयो भाइ के गीत आएको यार, यतिको त मासला हाम्रो गुन्द्रुके दाइले नि गीत आउँथ्यो यार। गुन्द्रुके दाइ रेल बोल्ने पारा होइन, अलि इज्जत छैन। होइन कि दाइ होइन, त्यस्तो भन्न खोजे होइन कि तपाईँलाई। तपाईँ फेरि जे कुरा नि मनमा लिइहाल्नुहुन्छ कि। एउटा गीत गाएर सुनाइदिनुहोस् त यो भाइलाई। ले आएर दाइ फेरि एउटा गीत गाएर सुनाइदिनु कि साइको पारा देखाएर बस्छ कि फेरि। साइको मोजी रे, साइको पारा भेटेर बोतल टाउकोमा फोडेर थामाउँछ नि। दाइ यार भयो कि यार एउटा गीत गाएर सुनाइदिनु त। तपाईँले झन् राम्रो भनेको तपाईँ पनि त्यही ड्याङको मुला रहेछ क्या हेर्दा यार। पक्कै माछु कहाँ राख्यो बाउले राँडेको छ र फेरि। के अरे राजेश दाइलाई बोलाइदिउँ। राजेश दाइ एकचोटि हे गरिदिनु त।